सबैजनामा। आज चाहिँ नि मेरो व्रत छ। आज व्रतको दिन मैले खासै चाहिँ नि के पनि खाँदैन। आज मेरो व्रत हो। त्यही हो घरको काम, भाँडा धुने, भात पकाउने, पूजाआजा गर्ने, कुचो पोचो गर्ने, घर सफा गर्ने, त्यसपछि चाहिँ फेरि दोकानतिर लाग्ने। डेली रुटिन त खासै कोही चाहिँ अर्कै रुटिन त हुँदैन। के अरे डेली रुटिन भनेको नि अब घरमा काम गर्ने, खानापिना पकाउने, पूजाआजा गर्ने, बच्चाहरू छोरीले चाहिँ खानाको कुराहरू रेडी गरिदिने। खासै त दुई त सबैको एउटै हुन्छ। घर ठाउँ अलिकति एउटा रहनसहन फरक हुन्छ भने मात्रै हो, नत्र सबैको डेली रुटिन त त्यही नै हुन्छ। भात पकाउने, खाने, काम गर्ने हैन। मेरो पनि घर त खासै सफा राम्रो त छैन के अरे, साह्रै धेरै काम गर्न नि सक्दैन मैले। अनि अलिअलि हल्का फुल्का मलाई मात्रै हो कि सबैलाई। मेरो त अलिकति यो ढाडमा धेरै बच्चा अपरेसन, छोरी पर्दाखेरि अपरेसन गरेको, त्यतिखेर चाहिँ नि ढाडमा चाहिँ नि सुई धेरै हालेको भएर पनि त्यो शरीरलाई मार्नुपर्छ नि त। त्यो त्यतिखेर चाहिँ नि सुई धेरै हालेको भएर मेरो अलिक कमजोरी, ढाड कमजोर छ कि अलिकति पट्टुको नलगाएसम्म मलाई रिलिफ हुँदैन। त्यही भएर चाहिँ छोरी पाएपछि अलिकति कमजोरी भयो, कमजोर भयो नि। त्यही भएर चाहिँ मलाई चाहिँ नि दिदीले सपोर्ट गर्नुहुन्छ, मेरो दिदीले, मेरो टिका दिदीले। टिका दिदी नहुने भए त म त उहिले चाहिँ नि खत्तम भइसक्थ्यो होला। भाँडा दिइसक्यो, एकचोटि फेरि चिया खानु मन लागेर चिया पकाएको चिया पनि खाएको। टिका दिदीले म चिया खाने। आजको हेर्नुहोस् त, यही हो मैले लगाएर जाने आजको लुङ्गी र टी सर्टको आउटफिट। आउटफिट त यस्तो जोकर जस्तो देखेछ। अनि आज टिका दिदी र म एकचोटि फेरि चिया खान्छौँ। त्यसपछि म छोरीको लागि चाहिँ नि, छोरीले चाहिँ नि आज भुटेको भात बनाएर राखिदिनु सानो भनेछ, भुटेको भात बनाइदिन्छु। अनि त्यसपछि भुटेको भात बनाएछु, जान्छु दोकानतिर चिया खाएर। अनि हेर्नुहोस् त आजको आउटफिट। अहिले दोकान जाँदाखेरि म यो
यो पटुको निकालेर जान्छु। यस्तै मोटाएको त मोटाएको छु क्या आजभोलि। चिया चाहिँ खाइयो। अब तितीले घेरमलाई पनि टिपिदिनु पर्छ। अब घेरमलाई पनि पकाएर राखिदिनु पर्यो। अनि भात पनि भुटेर राखिदिनु पर्यो छोरीलाई। छैन के राम्रोसँग मैले चाहिँ छिटो हुन्छ भनेर यसमा पकाएर यसमा बस पकाएको थिएँ। अब राइस कुकरमा पकाएन। अनि भुटेको भात नै एकदम नर्मल तरिका मनपर्छ, गाउँले स्टाइलमा। हाल्नु सानो भनेर सिर्फ घिउ अनि त्यसपछि घिउ अनि घिउ भयो हुन्छ उसलाई। पहिला चाहिँ के अरे नाना थरी हालेर मन पर्थ्यो। आजभोलि त कुनै फेरि चेन्ज गर्छ माइन्ड। आजभोलि त फेरि चाहिँ नि त्यही गाउँले स्टाइलको। गाउँघरमा आमाहरूले चाहिँ घिउ मात्र हालेर भात भुटेर खान्थ्यो नि। त्यस्तै मनपर्छ छोरीलाई आजभोलि फेरि। त्यो भएर भात भुटिदिन्छु। अनि उसले चाहिँ नि तरकारीहरू खासै मन पर्दैन। यसमा चाहिँ नि भरे चाहिँ नि आफूले ससेसहरू हुन्छ कि अन्डा हुन्छ फेरि छुट्टै फ्राई गरेर खान्छ के अरे। चाहिँ भात मात्रै भुटेर राखिदिन्छु। आफै आएर बनाएर खान्छ फेरि त्यो ससेस र अन्डाहरू। अनि चाहिँ मलाई अन्डा भात मात्रै भुटेर राखिदिन्छ आमा भनेछ। भात मात्रै भुटेर राखिदिन्छु। खास त भुटेर भात नै खासै खाने त होइन के अरे। ग्यास्ट्रिकलाई असर पार्छ। उसलाई चाहिँ ग्यास्ट्रिक छ कि छोरीलाई पनि। कस्तो त्यो भुटेको भात चाहिँ कस्तो भुटे भात भन्नाले यो प्रेसर कुकरमा पकाएको भात चाहिँ कस्तो राम्रो हुन्छ भन्दाखेरि मिठो हुन्छ कि न्याम हुन्छ। अब तेल तातो हुँदैछ। तेल तातो भएपछि घिउ तातो भएपछि अनि टक्क भात हालिदिन्छु। कस्तो लाइट आएको यसरी। कस्तो लाइट आएको लाइट कस्तो बत्ती कस्तो लाइट। गुर्सिनी अचार हाम्रो बहिनीको छ। गुर्सिनी अचार भन्ने गुर्सिनी अचार हाम्रो पोखराको गुर्सिनी अचार। गुर्सिनीको अचार टेस्टी छ है, एकदम मिठो पनि छ। हजुरहरूले पनि मगाएर ट्राई गर्नु होला गुर्सिनीको अचार। अहिले पोखरामा चाहिँ हाम्रो गुर्सिनीको अचार भनेर पनि फेमस छ बहिनीको। देश विदेश पनि जान्छ गुर्सिनीको अचार। हजुरहरूले पनि ल्याएर ट्राई गर्नु होला, मिठो छ। भुटेको भातमा यो नुन अलिकति हालिदिएपछि झन् टेस्टी हुन्छ क्या।
छोरीहरू पनि खासै चाहिँदैन, उसले खानु मन लागेको हुन्छ। यो बुर्किनीको अचार अनि बुर्किनीको अचारसँग उसले यो भित्रको भात पनि खाइदिनु सक्छ कि त यस्तो अचेसहरू अन्डाहरू बनाएर खान सक्छ। अहिले आफै आएर त्यो भात मात्रै बनाएर राखिदिन्छु। पहिला घरभरि चाहिँ नि देवर देउरानी अनि देवरको छोरा भान्जा भान्जी सासू बुढी अनि सासूको नि सासू सबै हुनुहुन्थ्यो। अहिले सबै चाहिँ नि कोही कता त्यही हो। अब यो पनि पाक्यो। अब हाम्रो चाहिँ त यस्तै नर्मल हुन्छ। मैले चाहिँ अरू बेला चाहिँ फुर्सदको बेलामा चाहिँ आमा छोरी मिठो मिठो बनाएर खान्छु। आत्रीको बेलामा यस्तै हो। अनि यहाँ दिदीले चाहिँ नि हेर्नु न घेरमलाई पनि टिपेर राखिदिनु भएको थियो। छोरीले बनाएर अनि घेरमलाई हेर्नुहोस् त, घेरमलाई टिपिदिनु भएको थियो के अरे। अब घेरमलाई चाहिँ नि अहिले छोरी आएर म घेरमलाको तरकारी खान्छु भन्यो भने बनाइदिनु पर्ला, अनि भरे बेलुका पकाएर खाने। अब ढोकाहरू बन्द गर्ने। दिदी बाहिरै काम गर्दै हुनुहुन्छ बाहिर बारीमा। अब म दोकानतिर लाग्छु। चाबी अनि कपाल पनि त भन्नु पर्यो नि त हौ। यस्तो गर्नु पर्यो अनि यस्तरी गर्नु पर्यो होइन र। पनि त फेरि दोकान गएर अन्तखेरि कुचो गर्नु पर्यो, सरसफाइ गर्नु पर्यो, पूजाआजा। जहिले पनि फेरि दोकान जाँदाखेरि त्यो के भन्छ अरे उस लैजानै बिर्सिन्छु क्या मैले। जहिले पनि लैजान्छु भने फुल चाहिँ नि अरूसँग माग्नुपर्ने। आफ्नो घरभरि फुल छ अनि अरूसँग माग्नुपर्ने। त्यो फुल पनि टिप्नु पर्यो। हेर्नुहोस् त फुल छ नि त हाम्रो आफ्नै फुल होपछि कता अर्कोसँग माग्ने। गएर फुल माग्नु पर्छ। यस्तो पिङ्क छ, रोज छ कि यस्तो रोज छ। त्यो रोज टिप्छु। दिदी रिसाउनुहुन्छ फेरि फुल टिप्यो भने, किन फुल टिपेको भन्नुहुन्छ। अनि यस्तो रोज कस्तो राम्रो है अन्त यस्तो राम्रो रोज दुईवटा भएपछि यसलाई हुन्छ। अनि त्यसपछि एउटा चाहिँ सानो रोज टिप्छु, सानो रोज। अनि त्यसपछि यो हुन्छ नि घोसला हेर्नु, घोसला खसेको चराको घोसला करेन्ट मन बच्चा नै रहेछ क्या भएर फुल।
देख्छु खसीको देख्छु यस्तो फुल कस्तो राम्रो फुल कस्तो राम्रो देखेको है ब्युटिफुल देखेको फुल यो चाहिँ म उता दोकानको मन्दिरमा राख्छु होइन न मेरो सानो बेबी चाहिँ नि यहाँ छ कि एउटा यस्तो छ यसले बरन्डामा राख्नुपर्छ यो चाहिँ नि टोक्ने भएछ क्या आजभोलि के गर्ने यसलाई राति मात्रै छोड्छु मैले यो टोक्ने भएछ यो टुपु टोक्ने भएछ दोकानतिर लागे दोकानतिर लागे जय मञ्जेश्वरी आइपुगे आज मेरो टोइलेट खुल्लै रहेछ बन्द गर्न बिर्सेछ क्या होला पंखा चलाइदिन पर्यो सामानहरू यसरी राखेको छु कि सिसा यस्तरी देख्दैन यसरी चाहिँ देखिन्छ फुल चाहिँ येल्लो र अनि यस्तो रेड पनि कस्तो राम्रो देख्ने है चलाउन पर्यो दोकानमा सिम्पल चलाउँछ
व्रत भएर दोकानमा नि खासै धेरै बेर बस्न नसकेको। आज त घरमै धेरै बेर बस्यो, भात खाएर उता जान नि सकेन। अब जान लागेको। अब नानीलाई छोडेर आएको छु के रे, त्यो स्टाफ नानीलाई। अब जानु पर्यो। खाना चाहिँ नि छोरीलाई पकाइराख भनेछु। आज अलि सन्चो भएन। अब जान लाग्यो दोकानतिर। अब चाहिँ नि दोकान पनि बन्द गर्ने बेला भयो। यस्तो छ। दिदीलाई देखो न कति राम्ररी देखेको नि अन्धारोमा। म त चाहिँ राम्रो मान्छे झन् बल्ल दिनभरि बसेर दिदी हामी त अन्धारोमा त कालै देखेको है। अलि यता आउनु न बल्ल बत्तीमा। ए बल्ल राम्रो देखेको है। कति राम्रो देख्छ सबैजनामा। अब चाहिँ मेरो आजको दिनचर्या पनि सिद्धियो र यहाँहरूलाई चाहिँ नि मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यहाँहरूले मेरो भिडियो मन पराउनु भयो भने प्लिज मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। र फेरि म अर्को भिडियो लिएर आउनेछु भोलिको दिनमा। धन्यवाद। बाई बाई।